खुद्रा छैन है चक्लेट लानुहोस् ए ठिकै छ। पैसा पनि दिनु पर्यो होइन नानी? प्याज पनि महँगो भएर खुद्रा छैन है ओहो नमस्कार सेवा नानी 1 किलो चाना दिउँ न नानी। चना हस् चाना खायो भने अलिक ज्यान पनि राम्रो हुने गर्छ। 1 केजी भन्दा अलिक बढी छ 90 रुपियाँ। ए 90 रुपियाँ? 90 रुपियाँ ए लाख है नानी। ए ल 90 रुपियाँ भनेपछि यसो गरौँ ल 90 रुपियाँ काटेर अरू चक्लेट फिर्ता दिउँ। ल यसरी कहाँ हुन्छ? नानीहरूले गर्दा हुन्छ, हामीले गर्दा हुँदैन। अहिले मैले पैसा दिए पनि नानीले फिर्ता दिने चक्लेटै हो, त्यही भएर मैले त बुद्धि लगाएर घरबाटै चक्लेट लिएर आएको हो। हामी उपभोक्ताहरू सचेत हुने बेला भइसक्यो। अरूले गरिदिँदैन सचेत, हामी आफै हुनुपर्छ कि कसो? चक्लेट भनेको चाहिँ केटाकेटीलाई दिने हो क्या, पैसा फिर्ता दिँदा दिने हो त। लु बाँड्यो चक्लेट सबैले। ल नानीहरू राम्रो पढ्नु है, ठुलो मान्छे हुनुपर्छ। भेरी गुड हो, भेरी गुड। नानीलाई पनि दिनु चक्लेट, सबैजना खानु। नानी धेर खानु हुँदैन नि चक्लेट, दुःख पर्छ। कुरो बुझ्यो बुझेन? लु नानीहरू यो भिडियो लाइक सब्सक्राइब अनि सेयर गर्नु अनि कमेन्ट पनि गर्नु। नानी चक्लेट नानीहरूलाई दिने भनेको आफै खाँदैछौ क्या? भिडियो मन पर्यो भने भेरी गुड। त्यस्तो भनेको